काम गर्छु भन्दा भन्दै हटाउन कहाँ पाइन्छ विद्युत प्राधिकरणमा कुलमन चाहिन्छ। हामी डाक्टर गोविन्द केसी हाम्रो कोही परेर होइन, हामी उहाँको कार्यप्रति सन्तुष्ट भएर उनको कामप्रति हामी सन्तुष्ट छौँ। त्यसले गर्दा उहाँहरूको सरकारले पनि अपमान छ, अवहेलना छ, त्यसको विरुद्धमा हामी जनदबाब दिनको लागि शान्तिपूर्ण तरिकाले उत्साहित र्याली गरेका हौँ। हामी कुनै उद्रिक्त तरिकाले भड्किलो पाराले हामी त्यस्तो खालको प्रतिनिधि हामी कुनै पनि घटना घटाउनको लागि र आन्दोलन गर्नको लागि होइन, शान्तिपूर्ण दबाब नगरपालिकाको सम्पूर्ण सकारात्मक सोच भएका युवाहरूको भेलाले निर्णय गरेको कुरालाई हामी आज सार्थकता दिनको लागि र मूर्त रूप दिनको लागि हामीले यो आज मौन र्याली सुरु गरेका छौँ र यो सम्भवतः सक्सेस भयो। यहाँ हामीले सरकारलाई दबाब दिने कुरा हामीहरूको तर्फबाट हो। सरकारले यो कुरालाई सुनिनुपर्छ, जनताको जनआवाजलाई सुन्नुपर्छ। हामीले उहाँलाई भोट दिएर उहाँसँग पुर्याएको पनि जनआवाज बुझाउनको लागि हो, हाम्रो भोइस त्यहाँ बुलन्द गर्नको लागि हो, आवाज त्यहाँ बोल्नको लागि हो। हामीमाथि र हाम्रो प्रतिनिधि हामीले कुनै हाम्रो लागि सम्मान किसिम अथवा गोविन्द केसी हामीले कुनै हाम्रो साइनो सम्बन्धको मान्छे हो। उहाँहरू कार्य र भावनाले हाम्रो मान्छे हो र हाम्रो राष्ट्रको गहना हो। उहाँहरूको माग र उहाँ गोविन्द केसीको माग र सम्मान केसीलाई पुनः स्थापना गर्ने कुरा सरकारले विलम्ब गर्नुपर्छ। तुरुन्त नगरे हामी यसलाई चर्को रूपमा फेरि अर्को तरिकाबाट भड्किलो तरिकाबाट चाहिँ हामीले फेरि दबाब दिनुपर्ने स्थिति आउनुपर्छ। यो कुरा सरकारले बुझ्नुपर्छ र बुझ्न जरुरी छ। कमिसनको पोल ढाल्न गाउँ सहरमा बत्ती बाल्न, कमिसनको पुल ढाल्न गाउँ सहरमा बत्ती बाल्न, सुहावटका पाल टाल्न अग्रगामी पाइला चल्न, विद्युत प्राधिकरणमा कुलमनकै छ खाँचो, जनजनलाई सोधे हुन्छ यही कुरा हो साँचो, विद्युत प्राधिकरणमा कुलमनकै छ खाँचो, विद्युत प्राधिकरणमा चाहिँ कुलमनकै छ खाँचो। साहसी कुलमन उज्यालोको भगवान, निराश मनमा आशा छर्न छिमेकीको भर नपर्न, निराश मनमा आशा छर्न छिमेकीको भर नपर्न, अर्थतन्त्र बलियो पार्न बढी विद्युत निर्यात गर्न, विद्युत प्राधिकरणमा कुलमनकै छ खाँचो, जनजनलाई सोधे हुन्छ तपाईँ समक्ष फेरि पनि एउटा अभियानलाई जोड्न चाहेको छ। आज हामी उज्यालो नेपाल स्वास्थ्य नेपाली हजुर उज्यालो नेपालसँग बित्तिकै हामी कुलमन केसीलाई सम्झाउँछौँ। पूर्व नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक जसले नेपाल 18 घण्टासम्म लोडसेडिङमा डुब्दै गर्दै गर्दाखेरि उज्यालो नेपाल पार्नको निमित्त 18 घण्टे लोडसेडिङलाई बन्द गर्नको निमित्त एउटा आफ्नो अहम भूमिका खेलेर आज नेपाललाई यहाँसम्म पुर्याउनु भएको छ। आज हामी त्यो व्यक्तित्वलाई सम्झन चाहन्छौँ जसले आम नेपाली वर्गमा पनि आम नेपाली माझ पनि स्वास्थ्यको एउटा पहुँच, स्वास्थ्य शिक्षाको एउटा पहुँचलाई आज आम नेपालीसम्म सुदूरको ती गाउँहरूमा जो एउटा रोग लिएर छटपटिरहेका छन्, उपचारको निमित्त जसले पहुँच पुर्याइरहेको छैन त्यो नेपालीको निमित्त आज स्वास्थ्यको एउटा भगवानको रूपमा डाक्टर गोविन्द केसीलाई हामी लिएको छौँ। आज फेरि उहाँ 1964मा लगभग 250 दिनसम्म उहाँले आज आन्दोलन अनसन बसेर नेपाल सरकारलाई नेपालीको स्वास्थ्यसँग एउटा सम्बन्ध
उज्यालोलाई सुमधुर पार्न आज गरिब नेपालीलाई स्वास्थ्यको पहुँचमा ल्याउनको निमित्त सुदूर मध्यवर्ती शिक्षाका विद्यार्थीहरूलाई पहुँचसम्म ल्याउनको निमित्त आमरण अनसन बसेका छन्। फेरि नियुक्त गरेर 24 घण्टे लोड सेडिङलाई 18 घण्टे लोड सेडिङलाई जसले चाहिँ 24% विद्युत चुहावट भएको थियो। यो 2 अर्बको त्यो विद्युत चुहावटमा 2 अर्बको घोटाला हुँदै गर्दाखेरि आज कुमार घिसिङले नेपालीको पक्षमा बोलेर नेपाली पञ्चका आएर विद्युत प्राधिकरणलाई 12 पहाड छुट्नु पर्छ, आधी रोक्नु पर्छ, हामी युवा मिलेपछि काँडा फुल्नु पर्छ। एकचोटि भनौँ साथीहरू, पहाड छुट्नु पर्छ, आधी रोक्नु पर्छ, हामी युवा मिलेपछि काँडा फुल्नु पर्छ। धन्यवाद साथीहरू। आज हामी एउटा नेपालको परिवर्तनको बेलामा हामीले धेरै ठुलो सङ्घर्ष गरेका थियौँ, त्याग तपस्या र बलिदान गरेका थियौँ। त्यो त्याग तपस्या र बलिदानको परिणति आज हामी भोगिरहेका छौँ। हिजो म 9-10 वर्षमा पढ्दै गर्दा मेरो घरको सिरक डढेको म सम्झन्छु। अहिले जति बेला लोड सेडिङ हुन्थ्यो त्यति बेला टुकी बत्ती बालेर हामी पढ्न बाध्य थियौँ। त्यति बेला लोड सेडिङ भएको कारणले टुकी बत्ती बालिरहँदा मेरो टुकीमा भएको मट्टितेल पोखिएर मेरो घरको सिरक डढेको थियो। त्यो म सम्झिन्छु। त्यसरी सिरक डढिरहँदा धेरैका घरहरू डढेका छन्। ती घरहरू डढ्नबाट जोगाउने कुलमान घिसिङका नाममा हामीले आन्दोलन गरेनौँ भने अत्याचार हुन्छ भन्ने हाम्रो बुझाइका साथ आज हामी आन्दोलनमा उत्रिएका छौँ। त्यसकारण धेरैका घर डढेका छन्, धेरैको घरबार बिग्रिएको छ, धेरै गरिबीतिर उन्मुख गराएका बेलामा कुलमानले कमसेकम विद्युत प्राधिकरणमा नियुक्त भइसकेपछि नेपाललाई उज्यालो बनाएका कारणले उनको पक्षमा हामी बोलेनौँ भने, उनको पक्षमा हामी लागेनौँ भने हामीले अत्याचार गरेको ठहरिन्छ भन्ने बुझाइका साथ हामी यहाँ उत्रिएका हौँ। हामी धेरैजना टुकी बत्तीमा पढेका मान्छे छौँ। टुकी बत्तीमा पढेको भोलिपल्ट बिहान उज्यालो हुँदा तपाईँले नाकबाट सिँगान निक्लिँदा अथवा मुखबाट खकार निक्लिँदा कति कालो आउँथ्यो। त्यो कालोले क्यान्सर बनाउँथ्यो। त्यो क्यान्सर बनाउनबाट जोगाउने कुलमानलाई हामी सबैले सल्युट गर्नुपर्छ र पुनः विद्युत प्राधिकरणमा नियुक्ति गर्नुपर्छ भन्ने हाम्रो माग हो। छोडिदिनुहोस्, कोही कम्युनिस्ट होला, कोही काङ्ग्रेस होला, कोही राप्रपा होला, कोही के होला, छोडिदिनुहोस्। त्योभन्दा पहिले हामी नेपाली हो। हामी नेपाली भएका कारण यहाँ उपस्थित भएका हौँ। याद गर्नुहोस्, माथि राज्य सञ्चालन गर्ने मित्रहरू याद गर्नुहोस्, काङ्ग्रेसका हुन्, कम्युनिस्टका हुन्। 65-63 को जनआन्दोलनमा प्रहरीले ढाड खुस्किने गरी कुट्दाखेरि, हात भाँचिने गरी कुट्दाखेरि, हात भाँच्दाखेरि उपचार गर्ने डाक्टर गोविन्द केसी के सोचेर उपचार गर्दै थियो होला त्यति बेला? डाक्टर गोविन्द केसीले उपचार किन गरे होला भन्दा आज यो देशमा मेडिकल माफियाले होइन, मेडिकल माफियाले नभई सामान्य जनताको पहुँचमा स्वास्थ्य पुग्छ भन्ने अपेक्षाका साथ उपचार गरेका डाक्टर केसी अहिले जीवन मरणको सङ्घारमा छन्। मैले बारम्बार हरेक ठाउँहरूमा युवाहरूलाई फोकस गरेर र युवाहरूलाई अगाडि बढ्नुपर्छ भनेर मोटिभेट गर्ने काम मैले मेरो व्यक्तिगत तर्फबाट र मेरो संस्थाले पनि गरिरहेको छु। र आज सकारात्मक परिवर्तनका लागि यसरी यो विषम परिस्थितिमा अति छोटो समयमा हिजोको मात्रै आह्वान हुनुपर्छ। सम्भवतः आह्वानकर्ता मेरो एकदम आदरणीय दाई र चक्रगढी जेसिटको उहाँ अहिलेको उपाध्यक्ष पनि हुनुहुन्छ। उहाँले पनि मलाई हिजो मात्रै जानकारी गराउनु भयो। त्यो कारणले गर्दा मलाई लाग्छ हिजोको एउटा सानो छोटो सूचना सन्देशलाई लिएर हामी यति युवाहरू यसरी आज उपस्थित भएका छौँ। यो एउटा आफैमा गौरवको विषय छ। र सँगसँगै म मुख्य मुद्दातिर जान्छु। हामी यहाँ आज उपस्थित हुनुको मुख्य मुद्दा कुलमान घिसिङमाथि भएको अन्याय। मैले अन्याय भनिरहँदाखेरि मलाई जहाँसम्म लाग्छ यो मैले गलत शब्द प्रयोग गरिरहेको छुइनँ। कुलमान घिसिङ कुनै कुराले अयोग्य मान्छे होइन। ऊ मात्रै के भएको नातावाद र कृपावादको एउटा चक्रव्यूहबाट, जो चक्रव्यूहभित्र परेको एकजना पात्र हो कुलमान घिसिङ, जसले निरन्तर आफ्नो भएको क्षमता, सम्पूर्ण क्षमतालाई प्रयोग गर्दै, आफ्नो दक्षतालाई प्रयोग गर्दै, आफ्नो अनुभवलाई प्रयोग गर्दै नेपाललाई लोड सेडिङ मुक्त गराउनका लागि उसले खेलेको भूमिकाको उसले आज सदाय पाउनुपर्ने। आज हामी वास्तवमै एउटा अभियानलाई निरन्तरता दिन लागिरहेका छौँ। उज्यालोको प्रतीक र चिकित्सा शिक्षाको एउटा प्रतीक कुलमान घिसिङ र डाक्टर गोविन्द केसीको आमरण अनसनमा हामीले एकबद्धता जनाएको मान्दछु मैले यो र्यालीलाई।
बराह क्षेत्र नगरपालिका वरिपरि बस्नुहुने सम्पूर्ण युवाहरूको आम भेलाबाट कुनै पनि पार्टीको झन्डा नबोकिकन कुनै पनि एउटा सैद्धान्तिक लहर नलिकन आज साँच्चै नै नेपालीपन चाहिएको थियो, नेपाली विकास चाहिएको थियो, नेपाली उज्यालो चाहिएको थियो र गरिबभन्दा गरिब सुदूरगति नेपाली जिल्लाहरूमा जो चाहिँ चिकित्सा शिक्षाबाट टाढा भएका थिए उनीहरूको पहुँचको निमित्त, स्वास्थ्यको निमित्त जुन नेपाल सरकारले प्रतिबद्ध गरेको थियो त्यो नीति, नेपाल सरकारको त्यो नीति आज त्यो विपरीत भएको छ। आज सुदूरभन्दा सुदूरमा बस्ने नेपाली जिल्लाहरूका ती नेपालीहरू जो चाहिँ स्वास्थ्य सेवाको हिसाबबाट प्रचुर मात्रामा टाढा रहेको छ र हामी 18 घण्टासम्म मलाई थाहा छ लोड सेडिङको शिकार भएको थियौँ। त्यही बाध्यकारी अवस्थालाई अन्तिममा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रबन्धक कुलमान घिसिङ जब चाहिँ एमडीमा म्यानेजिङ डाइरेक्टरमा त्यतिखेर विद्युत प्राधिकरणमा आउँदै गर्दाखेरि 18 घण्टाको लोड सेडिङ नेपाल विद्युत प्राधिकरणलाई 18 अर्बको त्यतिखेरको घाटा, उसको कार्यकालभित्र 18 अर्ब घाटालाई पनि छोपेर त्यसलाई निर्मूल गरेर 12 अर्ब नाफामा पुर्याउने ती व्यक्तिको लागि आज हामी भेला भएका छौँ। आज हामी यहाँ युवाहरू भेला हुँदै गर्दाखेरि सरकार तपाईँलाई हामीले कुनै पनि यहाँ चेतावनी दिनु खोजिरहेका छैनौँ, तपाईँको विरोध गर्नु खोजिरहेका छैनौँ। आम नेपाली जनताहरू जुन 18 घण्टा लोड सेडिङको मारमा थिए फेरि पनि हामीले यो र्यालीबाट उज्यालोतर्फ लगाउँ, फेरि पनि कुलमान घिसिङलाई पुनर्नियुक्ति गरौँ। डाक्टर युवराज खतिवडा जुन चाहिँ पटक पटक नीतिगत रूपमा विभिन्न किसिमको अचलनमा पर्दै गर्दा पनि तपाईँले नियुक्ति गर्नुभएको थियो। त्यसरी नै यदि तपाईँको नीति सफा छ अनि नियत सफा छ भने फेरि पनि डाक्टर केसी र घिसिङलाई फेरि पनि पुनर्बहाली गर्नुहुन हार्दिक अनुरोध हामी यहाँबाट गर्न चाहन्छौँ। डाक्टर केसी जसले चिकित्सा शिक्षाका लागि आजसम्म आमरण अनसनमा आज 20औं दिनको फेरि आमरण अनसन बस्नु सकिराख्नु भएको छ। आज त्यो आमरण अनसनहरू तपाईँको लागि मात्र नभएर मेरो मात्र नभएर जो चाहिँ पहुँच नपुर्याएर आर्थिक रूपमा जो चाहिँ टाँच पल्टेर आर्थिक रूपमा कमजोर भएका ती विद्यार्थीहरू त्यो घर परिवारको लागि चिकित्सा शिक्षालाई नजिकदेखि त्यसलाई महसुस गर्न सकोस् भनेर डाक्टर केसी हाम्रो लागि आज अनसन बसिराख्नु भएको छ। कुलमान घिसिङ जो चाहिँ हामी फेरि पनि 18 घण्टा लोड सेडिङमा नबसिकन फेरि पनि हामी उज्यालोतर्फ लागौँ, नेपालीलाई उज्यालोतर्फ लागौँ भन्नु खोजिराख्नु भएको छ। हामी सरकारले यहाँ विरोध गर्न भइरहेको होइन, हामी यहाँ सरकारको कुनै पनि नाराबाजी गर्न गइरहेका छैनौँ, तर थोरैमा तपाईँले आफ्नो नेपाल सरकारको विभागभित्र अङ्गभित्र राम्रो मान्छे छान्नु नसकिरहेको अवस्थामा, नराम्रो मान्छे मात्रै हाबी भइरहेको अवस्थामा राम्रो मान्छे थोरैमा नफालौँ भन्नु खोजेको हो। सकारात्मक सोचका धनी यस आजको कार्यक्रमका संयोजक तेजबहादुर पुरी सन्तोषज्यू, यस कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न गर्न लागि पर्नुहुने तमाम युवा साथीहरू र यहाँ उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम त म खुसी व्यक्त गर्न चाहन्छु कि हामी सचेत नागरिक हौँ, सचेत नेपाली हौँ। अनि मलाई सँगसँगै यति भन्नमा पनि गर्व छ, अघि राजेन्द्र भाइले भने जस्तै बराह क्षेत्र नगरपालिका वडा नम्बर 3 को वडा कार्यालय भनेको यो वडा कार्यालय जनताले बनाएको जननिर्मित वडा कार्यालय हो र यो जननिर्मित वडा कार्यालयमा उभिएर बोल्न पाउँदा यो छाती चौडा भएको छ, गर्वले फुलेको छ, किनभने जनताले आफ्नो वडा कार्यालय आफै बनाएका छन्। यो स्थानमा यो प्राङ्गणमा आएर उभिन पाउँदा र बोल्न पाउँदा म खुसी छु र पक्कै पनि हामी सबै खुसी छौँ होला। मैले यो कुरा किन जोडेको भने जनता जागे भने, जनता एक भयो भने धेरै कुरा सम्भव हुँदै रहेछ, धेरै कुराको सन्देश दिन सकिने रहेछ, धेरै कामहरू गर्न सकिने रहेछ भन्ने एउटा गतिलो उदाहरण यो वडा कार्यालय पनि हो। र आज यो नराबाट कुलमान घिसिङ र डाक्टर गोविन्द केसीको पक्षमा निकालिएको र्याली यो जनताले निकालेको र्याली हो, या कुनै पार्टीले र कुनै जातिले अर्थात् कुनै धर्मले निकालेको र्याली थिएन। उहाँहरूको समर्थनमा स्वतःस्फूर्त रूपमा हामी सचेत नागरिकहरूले निकालेको खबरदारी सरकारका विरुद्धमा निकालेको होइन, खबरदारी हो। सरकारले झकझक्याउन, सुतेको बाहना गर्ने त्यो अट्टेरी सरकारलाई झकझक्याउन उठाउन हामीले आज खबरदारी गरेका थियौँ। र मलाई के लाग्छ भने
हामी धेरै मान्छेहरू घरमा बसेर बोल्छौँ, फेसबुकमा लेख्छौँ, युट्युबमा भिडियो अपलोडहरू गर्छौँ अनि हामी भन्छौँ सजिलैसँग हो कुलमान घिसिङ जस्तो मान्छे चाहिन्छ, डाक्टर गोविन्द घिसिङ जस्ता मान्छे चाहिन्छन्, उहाँलाई सपोर्ट गर्नुपर्छ अनि सरकारले उहाँहरूको विरुद्धमा बोल्छ अनि उहाँहरूको विरुद्धमा एक्सन लिन्छ अनि हामी भन्छौँ ओ यो त अन्याय भयो। त्यतिमा हामी आफूलाई सीमित राख्छौँ। तर हामी यो त अन्याय भयो भनेर घरमै बसिरहने हो भने, त्यसका विरुद्धमा नबोल्ने हो भने, त्यसका विरुद्धमा सडकमा नआउने हो र अन्याय भयो भनेर मात्रै बस्ने हो भने त्यो मान्छेले इतिहास रच्न सक्दैन। जो मान्छेले हो यो त अन्याय भयो भनेर अन्यायको विरुद्धमा लड्छ, उसको विरुद्धमा त्यो अन्याय अत्याचारको विरुद्धमा आउँछ, हो उसैले इतिहास रच्दछ र मलाई लाग्छ यो मानेमा आज हामीले इतिहास रचेका छौँ। आज हामीलाई निकालिएको स्वतस्फूर्त युवाहरूले निकालिएको जो मोटरसाइकल र्यालीलाई कम नआँकियोस्, यसलाई कमजोर नठानियोस्। हामी सलाइको काँटी जस्तो हौँ, यदि हामीलाई चलाउन जान्यो भने हामी खाना पकाउने र हामीले एउटा जीवन बचाउने काम गर्छौँ, यदि जानिएन भने त्यही सलाइको काँटीले त्यो जीवनलाई नष्ट गर्ने काम गर्दछ, डढेलो लाग्ने काम गर्दछ। त्यस कारणले गर्दा नएपियोस्। यो हामीले कुनै सरकारको विरुद्धमा बोलेको होइन, तर सरकारले गरेको ती गलत कदमका विरुद्धमा, गलत सिस्टमका बारेमा हामीले खबरदारी गरेको हो र त्यसको विरुद्धमा हामी बोलेको हौँ। त्यस कारणले गर्दाखेरि म एउटा कुरा के भन्न चाहन्छु भने आज जुन रूपमा युवाहरूले यो साथ र सहयोग दिनुभयो, हामी सबै एक हौँ, सबैजना विकासका पक्षधरहरू हौँ, सच्चे कुराको पक्षधर उहाँले जुन एउटा उदाहरण पेश गर्नुभयो यसको म जति पनि प्रशंसा गर्न सक्दछु, म नमन गर्न सक्दछु। हामी युवा भन्छौँ के हामी उमेरले मात्र युवा हुन्छौँ? हामी 18 वर्षदेखि 40 वर्षको मान्छेहरू मात्रै युवा हुन्छौँ? त्यो युवा होइन। त्यो मात्र युवा होइन जो उमेरले आफूलाई युवा सोच्छ, विचारले युवा हुनुपर्छ, कर्मले युवा हुनुपर्छ। त्यस कारणले गर्दाखेरि हामी विचारले पनि युवा हौँ, आज कर्मले पनि युवा हौँ। हामी नाम मात्रको युवा होइन, कामको युवा हौँ र हुनुपर्छ भन्ने मलाई लाग्दछ। र यति सजग मान्छेहरू यो ठाउँमा छौँ, यो सरकारलाई घचघचाएका छौँ होला। यहाँ आज उपस्थित हुनुहुने साथीहरू कुनै पार्टीमा आस्था राख्नुहुन्छ होला, कुनै विचारमा, कुनै धर्ममा आस्था राख्नुहुन्छ होला, हामीले पनि राख्छौँ होला। तर ती सबै कुरालाई छोडेर ती सबैभन्दा माथि उठेर हामी आएका छौँ। सामाजिक काम गर्दा, देश विकासको काम गर्दा हामी जाति, पार्टी, धर्म, लिङ्ग, वर्णभन्दा माथि उठ्नुपर्छ र त्यो उठ्ने प्रयास हामीले गरेको छौँ। यो राजधानीमै बसेर मात्रै हामीले यस्ता कामहरू गर्न सक्छौँ भन्ने होइन, देशका हरेक ठाउँबाट, देशका सहरबाट, गाउँबाट पनि हामी अन्याय र अत्याचारको विरुद्धमा हामी लड्न सक्छौँ। हामीले भन्यौँ सरकार तिम्रो पाराले दुःख पाए जनताले, सरकार तिम्रो पाराले दुःख पाए जनताले। त्यस कारणले गर्दाखेरि हामी महसुस गरेका छौँ सरकारले गरेका गल्ती हामी सच्याउन आग्रह गर्दछौँ। हामी त्यस्तो मान्छे होइन। यो सरकार के खोज्छ भने यो सरकारले भन्छ मैले जे गरे पनि वाह वाह क्या दामी भनिदियोस् भन्ने यो सरकारले सोचेको छ। तर त्यो सरकारले लिएका जस्तै पनि गतिविधिलाई चाहिँ वाह भन्ने र ताली बजाउने हामी त्यति साह्रो हनुमान पनि हामी होइनौँ। किनभने हामी चाहिँ सरकारको शुभचिन्तक हौँ। किन शुभचिन्तक हौँ भने सरकार तिमीले गल्ती गर्दैछौ, तिम्रो गल्ती यहाँ भयो, कमजोरी यहाँ भयो भनेर हामी त सच्याइदिने, त्यो गल्तीलाई औँल्याइदिने हामी त रचनात्मक सहयोग गर्ने मान्छेहरू हौँ। सरकारका हामी शुभचिन्तक चाहिँ वास्तवमा हामी हौँ, जसले सरकारले गरेको हरेक गलत निर्णयलाई पनि, हरेक गलत कामलाई पनि होइन ठिक गर्यो भन्ने चाहिँ ती चाहिँ धमिरा हुन्। तिनले चाहिँ सरकारलाई उद्योगतिमा लान्छन् र सरकारलाई समाप्त पार्छन्, सरकारको इज्जत नै समाप्त पार्छन्। तर हामी त्यस्तो होइनौँ। राम्रो कामलाई सही गर्यो, गलत कामलाई गलत गर्यो भन्ने हिम्मत यो युवाले राख्छ, आजको युवाले राख्छ, 21औं शताब्दीको युवाले राख्छ। हामी यहाँ बसेर पनि सारा संसार, सारा विश्व पढ्न सक्छौँ, सारा विश्व हामी पनि पुगेका छौँ। त्यस कारणले गर्दाखेरि हामी सरकारलाई सहयोग गर्न चाहन्छौँ। सरकारलाई यो होइन मानेमा होइन कि हनुमान मानेर तिम्रो दासी भएर सहयोग गर्ने होइन, तिम्रा गलत कामको खबरदारी गरेर र सही कामको समर्थन गरेर हामी सहयोग गर्न चाहन्छौँ। हामी सहयोगी युवा हौँ। यो आजको युवा, आजको मानिस हामी केही कुरा बुझेका पनि छौँ। तिमी जस्तो सबै कुरालाई वाह भनेर हामी हिँड्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि यो अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङ जस्ता देशका सपुतहरू हामीलाई चाहिन्छ। तिनी व्यक्तिहरूलाई पुनः नियुक्ति देऊ, तिनी व्यक्तिलाई पुनः काम गर्नु देऊ भन्दाखेरि हामीले अन्याय गरेको हुन्छ भने, हामी पाखे हुन्छौँ भने हामी पाखे नै सही, हामी पाखे हुन तयार। डाक्टर गोविन्द घिसिङ जस्तो यो
देशलाई चाहिने मान्छे जुन ठाउँ ठाउँमा नेपालका विभिन्न दुर्गम क्षेत्रहरूमा गएर यति घुँडामा पानीमा हिलोमा तरेर गएर गरिब जनताहरूलाई उपचार दिने निःशुल्क रूपमा स्वास्थ्य सेवा दिने मान्छेको सपोर्ट गर्दा उनी मान्छेको माग पुरा गर भन्दा हामी पागल हुन्छौँ भने हामी पागलै सही, हामी पागल हुन तयार छौँ। तर यो देशमा कुलमान घिसिङ र गोविन्द केसीलाई ल्याउन हामी लागि परेका छौँ। त्यस कारणले गर्दाखेरि मलाई पनि त रहर छ, मेरो एउटा हलो जोत्ने साथीलाई पनि रहर होला, उसको छोरा या उसको छोरीले, उसको भाइले अर्थात् उसको बहिनीले यो देशमा आफ्नै देशमा डक्टरी विषय पढ्न पाउन्, यही देशमा बसेर यो देशको सेवा गर्न पाउन्। तर यो सरकारले त्यो नीति लिएको छैन। यो सरकारले के नीति लिएको छ? होइन, गरिबले डक्टर पढ्ने अधिकार छैन, गरिबले मेडिकल शिक्षामा हासिल गर्ने अधिकार छैन। यहाँ त पुँजीपति हुनुपर्छ, लाखौँ लाख रुपियाँ पैसा फ्याँक्न सक्नुपर्छ अनि मात्रै तिमी डक्टर बन्न सक्छौ भन्छ। अनि यो सरकारको यो हास्यास्पद कदमदेखि म आफैलाई हाँस उठेर आउँछ। अनि भोट माग्ने बेलामा भन्छ हामी त सर्वहाराको नेतृत्व गर्ने, सर्वहारा वर्गलाई हामी समेट्ने, सर्वहाराको मुक्तिको लागि हामी लडेको भन्छ। अनि डाक्टर गोविन्द केसीले त्यही सर्वहारा वर्गको मुक्तिको लागि, त्यही सर्वहारा वर्गले अगाडि बढुन्, तिनकै छोराछोरीले यो देशको डक्टर जुन महँगो विषयमा पढ्नुपर्छ त्यो महँगो विषयको पढाइ चाहिँ निःशुल्क र सर्वसुलभ मूल्यमा पढ्न पाउन् र यो देशका नागरिकको सेवा गर्न पाउन् भनेर भन्दा फेरि त्यही डक्टरलाई पागल भन्छ यो सरकार। यो विरोधाभास कुरा गर्छ यही सरकार। त्यस कारणले गर्दा यो विरोधाभास कुराको लागि हामी खण्डन गर्छौँ, हामी विरोध गर्छौँ। हामी कुनै पार्टीको विरोध गरेको छैनौँ फेरि पनि साथीहरू। त्यस कारणले गर्दाखेरि र पत्रकार मित्रहरूले पनि यो कुरालाई यसरी नै बुझिदिनु होला, हामीले गरेको खबरदारी कसैको विरुद्धमा नभएर यो अत्याचारको विरुद्धमा गरेको खबरदारी हो। र डाक्टर गोविन्द केसी जस्तो मान्छे जसले चाहिँ यो देशमा आज 20औं दिन भयो आज आमरण अनसन बसेको, 20औं दिनसम्म आमरण अनसन बस्दा यो सरकार सुतिरहेको छ। सरकारलाई दुखेको छैन, सरकारलाई दुखेको छैन। सरकारको कानमा ठेडी घाँसेर ठेडी खाँदेर बसिरहेको छ सरकार, आँखामा पट्टी बाँधेर बसेको छ सरकार। त्यो आँखाको पट्टी उघार्न र कानको ठेडी निकाल्न हामी भेला भएका छौँ। यदि हामीलाई यो आज पिलो भएका छौँ भने यो पिलो भोलि गएर लुतोमा परिणत नहोस्। पिलोले त एकछिन दुख्छ, दुखाउँछ, त्यसले फेरि आनन्द दिन्छ, निको भएर जान्छ। तर त्यो पिलो यदि लुतोमा परिणत भयो भने त्यो लुतोले न खानु दिन्छ, न सुत्न दिन्छ, न उठ्न दिन्छ, न नाच्न दिन्छ। त्यस कारणले गर्दाखेरि खबरदार सरकार, यो जनतालाई कम नठानियोस्। त्यस कारणले गर्दा हाम्रो माग भनेको आम जनताको माग हो, गरिब जनताको माग हो, सबै नेपालीको माग हो। यो मागलाई सम्बोधन गरियोस् र फेरि पनि कुनै पनि प्रकारका अन्याय र अत्याचार नगरौँ भन्न चाहन्छौँ। र देशमा हिजो पटक पटक चुनाव हारेका मान्छेहरूलाई चाहिँ मन्त्री सांसद बनाउन मिल्छ, एउटै मान्छेलाई पदमाथि पद थोपर्न मिल्छ, सबै कामहरूलाई दिन मिल्छ, तर राम्रो काम गर्ने मान्छेलाई दिन मिल्दैन। यसको विरुद्धमा हामी आएका हौँ। राम्रो काम गर्ने मान्छेलाई ल्याऊ, तिम्रै साथ बढ्छ सरकार, तिम्रै पपुलारिटी बढ्छ सरकार, हामी तिम्रै शुभचिन्तक हौँ भन्न आएको हौँ। र यति भन्दै यो आज हामी कोही पनि कसैले एक कप चिया कसैलाई खुवाएको छैन, 1 लिटर पेट्रोल कसैले लगाइदिएको छैन। तर पनि सारा साथीहरू यो आफ्नो खर्च गरेर स्वतःस्फूर्त रूपमा यो मोटरसाइकल र्यालीमा सहभागी हुनुभयो। हुन त म पनि आफू एउटा सहभागी हो, तर सहभागी मध्येको सहभागी भए तापनि सबै साथीहरूलाई नमन गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। कोही कसैको खरिद बिक्रीमा परिएको छैन, हामी कसैको एक कप चियामा बिकिएको छैन, एक प्लेट चनामा बिकिएको छैन हामी। र अब आउने चुनावहरूमा हामी बिक्दैनौँ भन्ने मलाई लाग्दछ। हामी स्वाभिमानी नेपाली हौँ, आफ्नो खर्चमा हामीले देशको खबरदारी गरेका छौँ। सरकारको गलत कामको हामीले चाहिँ रवैयाको चाहिँ हामीले विरोध गरेका छौँ। यस कार्यक्रमलाई अब बिट मार्दै आजको कार्यक्रमको संयोजकत्व निभाउनु भएको र यस कार्यक्रमलाई सभ्य तथा भव्य रूपमा संयोजन गर्न सफल हुनुभएका यसै बडा-क्षेत्र 3 नडहा निवासी युवा समाजसेवी, युवा अभियन्ता तेजबहादुर पुरी अर्थात् सन्तोष पुरीज्यूलाई आफ्ना गहन भनाइहरू धन्यवाद ज्ञापन व्यक्त गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। म अलिकति दुःख पनि व्यक्त गर्न चाहन्छु। यो सँगसँगै साथीहरूलाई, आदरणीय अग्रज दाइहरूलाई, अभियन्ता दाइहरूलाई, लु न हजुर यसो गरौँ, यसो गर्दैछौँ भनेर भन्दाखेरि अलिकति दुःख लाग्दो कुराहरू पनि केही फिडब्याकहरू आए। म नामै तोकेर भन्दिनँ, तर त्यो जुन कुरा आए त्यो हामीहरूको
हाम्रो लागि तपाईँको लागि यो माटोको लागि र देशको र राष्ट्रको लागि त्यति साह्रो मलाई पद छ जस्तो लागेन, त्यति साह्रो मान्य हुने लागेन, स्वीकार्न सकिँदैन त्यो कुरा। किनभने साथीहरूलाई जाउँ र यसो गरौँ, मैदानमा उत्रौँ एकपल्ट। तपाईँ हाम्रो सानो प्रयासले तपाईँ हाम्रो आउने भावी सन्ततिहरूको भविष्य उज्जवल बन्छ भने, उज्यालो सपना उज्यालो देख्न पाउँछन् भने, लोड सेडिङ भन्ने शब्दकोशैबाट अन्त्य गर्न सकिन्छ भने एकपल्ट लागि परौँ न भन्दै गर्दा उहाँहरूलाई पार्टीले हामीलाई आधिकारिक निर्णय दिँदैन। पार्टीले हामीलाई भोलि कारवाही गर्न सक्छ, हामीलाई समस्या आउन सक्छ। म उहाँहरूलाई एउटा प्रश्न चाहिँ गर्न चाहन्छु स्पष्ट साथ। उहाँहरू पार्टीको लागि र कसैको व्यक्तिको लागि राजनीति गर्दै हुनुहुन्छ कि समाज सेवाको लागि र समाजको लागि हो? यो प्रश्न यो भूगोलमा यो जमिनमा हामी उभिँदै गर्दाखेरि यो राष्ट्रको लागि हो भने राजनीति र उहाँको पार्टी यतिखेर गौण हुनुपर्छ भन्ने मेरो मान्यता हो। तर यस्तो राष्ट्रिय मुद्दा बन्दै गरेको विषयलाई राष्ट्रिय मुद्दा बन्दै गर्दाखेरि उहाँहरूले आत्मसात गर्नु सक्नुहुन्न भने त्यस्तो खोक्रो राजनीति, त्यो खालको राजनीति उहाँहरूले अन्त्य गर्नुपर्छ र त्यो राजनीतिलाई हामीले तुहाउनुपर्छ, अन्त्य गराउनुपर्छ भन्ने मेरो मान्यता हो। र यो राजनीति शुद्धिकरण हुनुपर्छ। युवाहरूलाई राजनीतिको नाममा प्रयोग गरिने युवा के हो? युवा भविष्यको कर्णधार हो भने वर्तमानको चाहिँ सम्भावना भएको वर्तमानको चाहिँ जिम्मेवार हो कि होइन? युवा वर्तमानको जिम्मेवार नै भविष्यको कर्णधार हो। भविष्यको कर्णधार भन्ने शब्दलाई प्रयोग गरेर युवालाई भजाउने, अनि त्यो युवा चाहिँ यत्रो देशले यति धेरै रोएर जताततै तडपिरहँदाखेरि युवा चाहिँ कुनै पार्टीको निर्णय पुरेर बस्छ भने त्यसले के राजनीति गर्छ? त्यसले गर्दा मलाई नैतिक दबाब अथवा राजनीतिक दबाब मेरो पनि कुनै कसैले मलाई दबाब दिन चाहन्छ भने म त्यो दबाबले पछाडि सर्नेवाला पनि छैन। स्पष्ट साथ मैले क्लियर साथ मैले पटक पटक भन्दै आएको छु। मैले फेसबुकहरूमा पनि लेखेको छु, राजनीतिक दबाब यदि राजनीतिक दबाबको विरुद्ध पनि कोही साथीहरू आउनुभएको छ त्यो पनि मनबाट स्वीकारेको छु। उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यसले गर्दा हामी यति धेरै स्रोत र सम्भावना भएको देशमा छौँ, यति धेरै स्रोत र सम्भावना भएको, यति धेरै प्राकृतिक सम्पदाहरूको धनी हामी, तर हामीभित्र विचार र आदर्श धेरै कम रहेछ, धेरै गरिब रहेछ भन्ने कुरा ती साथीहरूले मलाई संलग्न पार्नु भएको थियो। तर म निराश पनि भएको थिएँ, भोलि कार्यक्रम सफल हुँदैन कि भनेर हिजो। तर आजको यो उपस्थितिले मलाई यति धेरै उत्तेजित बनायो, यति धेरै मलाई गर्व महसुस गरायो कि म हजुरहरूप्रति एकदमै आभारी छु। भलै अहिले यहाँ आएर कार्यक्रमलाई विसर्जन गर्ने बेलामा सङ्ख्यामा हामी कम होला, तर प्रतिनिधित्व गर्ने कुरामा हामीले सिंहबरा क्षेत्रलाई प्रतिनिधित्व गरेका छौँ र सिंहबरा क्षेत्रबाट साथीहरू जोडिनु भएको छ। कोही साथीहरूले घरको दलानबाट हात हल्लाएर हाम्रो समर्थन छ भनेर सहयोग जुटाउनु भयो। कोही साथीहरू मैदानमा उठेर एकछिन दुई चार पाइला भए पनि हिँडिदिनु भयो। कोही साथीहरूले पानी दिएर हामीहरूलाई केही सहयोग गर्नुभयो। उहाँहरूप्रति म हृदयदेखि नै म आभार व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमको संयोजकको हैसियतले सम्पूर्ण साथीहरूको पनि त्यही छ, सबैले हामी उहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तर म यो कुरा फेरि स्पष्ट साथ एकपल्ट दोहोऱ्याउन चाहन्छु कि राजनीतिमा होमिएका त्यस्ता युवाहरू जो विचारले गरिब हुनुभएको छ त्यो राजनीतिलाई शुद्धिकरण गर्नको लागि हामीले त्यहाँ इन्ट्री मार्नै पर्छ। हामीले शुद्धिकरण गर्न पनि लाग्नै पर्छ। त्यो शुद्धिकरणभन्दा पहिला हामी यो कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्ने कुरा र डाक्टर गोविन्द केसीलाई बचाउने कुरा र उहाँको मागलाई पुरा गर्ने कुरालाई हामीले एकैबद्धता जनायौँ। यस एकैबद्धतामा तपाईँहरूको उपस्थितिप्रति अझ बढी गर्वका साथ महसुस गर्दै तपाईँहरूलाई विशेष धन्यवाद दिँदै आदरणीय साथीहरू कार्यक्रममा आइदिनु भयो। अत्यन्तै खुसी छौँ। सुरक्षाकर्मी मित्रहरूले पनि काहीँ कतै हामीहरूलाई बरु सहयोग गर्नुभयो। हामी राष्ट्र र राष्ट्रियताको लागि हामी जोडिँदै गर्दा उहाँहरूले पनि हामीले आफू वर्दी लाएर हिँड्न नमिल्ने भए पनि हामी तपाईँहरूलाई समर्थन गर्छौँ, नैतिक समर्थन हाम्रो छ भनेर सुरक्षाकर्मी मित्रहरूले पनि हामीलाई सहयोग गर्नुभयो। उहाँहरूलाई पनि म स्याल्युट गर्न चाहन्छु। त्यसै गरी पत्रकार महोदयहरूले पनि आफ्नो विधाबाट आफूले सकेको सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि म हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। त्यसले गर्दा आदरणीय उपस्थित तमाम साथीहरू 3 नम्बरबाट 1 नम्बर 2 नम्बर हुँदै
बडा क्षेत्र नगरपालिका पुरा होल परिक्रमा गर्दै गर्दा 11 नम्बरदेखि फेरि हामी रिटर्न भएर ठाउँमा आउँदै गर्दा रहनुभएका साथीहरू, बिचमा छुट्नुभएका साथीहरू, केही हात लाएर सहयोग गर्नुभएका साथीहरू, 2 पाइला हिँडेर सहयोग गर्नुभएका साथीहरू, पानी दिएर सहयोग गर्नुभएका साथीहरू र मौन रूपमा भए पनि हाम्रो समर्थन तिमीलाई छ, तिमीहरूको यो टोलीलाई समर्थन छ। हामी तपाईँहरूलाई सहयोग गर्न चाहन्छौँ। सहयोग छ भनेर जसले हामीहरूलाई चाहिँ जोस जाँगर र अझ बढी उत्साह प्रदान गर्नुभएको छ उहाँहरू सम्पूर्णलाई हार्दिक 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 धन्यवाद व्यक्त गर्दै यस आजको मोटरसाइकल र्याली कुलमान घिसिङको पुनर्नियुक्तिको लागि र डाक्टर गोविन्द केसीको आमरण अनसनमा बसेर आजसम्म 20औं दिनमा पनि आमरण अनसनमा बसेर तपाईँ हाम्रो लागि लडिराख्नुभएका गोविन्द केसीको मागको लागि पनि विलम्ब तुरुन्त एकदमै सरकारले आफ्नो कानमा हालेको रुवा खोलोस् र आँखा भएर पनि अन्धो भएको नाटक गर्ने सरकारले आँखा उगारोस् र हाम्रो यो आवाजहरूलाई पनि सुनोस्। कान पनि अलिक तिखो बनाएर जरा आवाज पनि सुनोस्, ताकि भोलि यो ठाउँमा राजनीति बस्दै गर्दा, नेताहरू बस्दै गर्दा र जनताहरू हामी बस्दै गर्दाखेरि सबैले एकपल्ट गर्वको महसुस गर्ने र नेपाली भएको महसुस गर्न र नेपाली भएर गर्व गर्ने महसुस सबैमा त्यो हिम्मत आउने खालको एक किसिमको वातावरण बनोस् र सरकारलाई त्यो कार्यको लागि र त्यो निर्णय गरिदिन हुनका लागि र यो आवाजलाई सिरियसली लिदिन हुनका लागि स्थानीय स्तरबाट माथिसम्म जोडिन सक्ने राजनीतिक दलका सम्पूर्ण आदरणीय अग्रज व्यक्तित्वहरूलाई म हार्दिक अपिल गर्दै यस कार्यक्रमलाई यहीँ समाप्त भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। जय देश।